करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता चाहिँ आज घोषणा भइसकेको छ। सो यो 15 दिनको त्यसको तपाईँले चाहिँ नर्मली धेरैजनाले चाहिँ के सोधिराख्नु भएको छ भन्दाखेरि चाहिँ अनलाइनबाट पेमेन्ट गरेकोहरूले चाहिँ कुपन कोड चाहिँ कसरी हेर्ने भन्ने एकदम क्युरियोसिटी छ। सो त्यो चाहिँ आज मैले देखाउन गइरहेको छु। सो सबैभन्दा पहिला तपाईँले कसको कुपन कोड चाहिँ त्यो विजेताको लिस्टमा पर्यो भन्नको लागि चाहिँ prize.ird.gov.nb मा जानुभयो भने अथवा prize.ird.gov.nb सर्च गर्नुभयो भने चाहिँ तपाईँ देख्न सक्नुहुन्छ आन्तरिक प्रोत्साहन उपहार कार्यक्रम यहाँनिर देख्न सक्नुहुन्छ। त्यसमा क्लिक गरिसकेपछि तपाईँ यहाँनिर विजेताको सूचीमा जानुभयो भने चाहिँ यहाँनिर चाहिँ तपाईँले सुरुमा देख्नुहुन्छ एकजना विजेता जो चाहिँ बम्पर पुरस्कार जित्नु भएको छ। सो उहाँको लिस्ट यो भयो। त्यसपछि मुनि तपाईँले देख्न सक्नुहुन्छ बाँकी 15 जना विजेताको चाहिँ यहाँनिर यो लिस्ट देख्न सक्नुहुन्छ। श्रावण 1 गतेदेखि 15 गतेसम्मको विजेता उपभोक्ता छन्। यहाँनिर 15 विजेतामा क्लिक गर्नुभयो भने चाहिँ यहाँनिर सबैको लिस्ट देख्न सक्नुहुन्छ। यहाँनिर तपाईँले यो जुन माथि ठुलो अङ्कमा लेखिएको छ कोडहरू यो चाहिँ तपाईँको कुपन कोड हो। अब हेरौँ यो कुपन कोड चाहिँ तपाईँको आफ्नो पऱ्यो कि परेन भनेर आफ्नो कुपन कोड चाहिँ कसरी हेर्ने भनेर चाहिँ। सो त्यसको लागि चाहिँ तपाईँहरू आफ्नो इसेवा वालेट खोल्नुहोस् हैन। इसेवा वालेट खोलेर तपाईँले सर्च गर्न सक्नुहुन्छ। डाइरेक्ट सर्च गर्नुभयो हुन्छ। सर्च बक्समा गएर तपाईँले ट्याक्स पेयर भनेर सर्च गर्नुभयो भने चाहिँ यहाँ देख्न सक्नुहुन्छ ट्याक्स पेयर इन्सेन्टिभ प्राइज प्रोग्राम भनेर। यदि यहाँनिर क्लिक गर्नुभयो भने चाहिँ तपाईँहरूले यहाँनिर तल देख्न सक्नुहुन्छ मेरो चाहिँ 2टा इलिजिबल ट्रान्जेक्सन रहेछ र त्यो ट्रान्जेक्सनको तपाईँ यहाँ देख्न सक्नुहुन्छ 2083-84 पछि जुन यो 0091 बाट स्टार्ट भएको छ त्यो चाहिँ तपाईँको कुपन कोड हो। यदि तपाईँले यहाँनिर फुल क्लिक गर्नुभयो भने तपाईँले तल पनि यहाँनिर देख्न सक्नुहुन्छ कुपन कोड भनेर 009165662495। सो यहाँनिर चाहिँ तपाईँको लिस्ट अफ कुपन कोडहरू देखाउँछ। सो थ्याङ्क यू फर वाचिङ। यस्तै जानकारीमूलक भिडियो हेर्नको लागि पेजलाई फलो र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू।